छ। हाल नेपालमा मानसिक रोगीहरूको उपचार तथा पुनर्स्थापनाका लागि केही संस्थाहरू खुलेका छन्। यसमध्ये एउटा हो काठमाडौँको अत्तरखेल जोरपाटीमा रहेको मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्र। यस केन्द्रले मानसिक रोगी तथा लागु औषध दुर्व्यसनीहरूका लागि गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको छ। यस केन्द्रले आफ्नो स्थापनाकालदेखि नै मानसिक रोगीहरूलाई ओपिडी मार्फत उपचार सेवा प्रदान गर्नुका साथै गम्भीर प्रकृतिका र घरमा राखी उपचार गर्न सम्भव नभएका बिरामीहरूलाई भर्ना गरी गुणस्तरीय उपचार सेवा प्रवाह गर्दै आइरहेको छ। यसबाहेक लागु औषध दुर्व्यसनीहरूलाई पनि भर्ना गरी उपचार सेवा प्रदान गर्दै आइरहेको छ। यस मनोरोग उपचार तथा आभास, स्मृति, विचार, बोली, चेतनामा गडबडी भएर उत्पन्न अवस्था निरन्तर रहिरहेमा मानसिक रोग भन्ने बुझिन्छ। मनोरोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ। मानसिक रोग लागेपछि मानिसको बोली वचन, आभास, आचरण, चेतना र व्यवहार आदि सबैमा नै परिवर्तन आउन थाल्छ। मनोरोग जो कोहीलाई पनि लाग्न सक्छ। यसले बुढो, बालक, जवान, महिला, पुरुष, धनी र गरिब कोही केही पनि भन्दैन। विश्व स्वास्थ्य सङ्गठनको आँकडा अनुसार 20 देखि 30% जनसङ्ख्या मानसिक रोगबाट प्रभावित रहेका छन्। समयमा नै औषधि उपचार र मनोवैज्ञानिक परामर्शका साथ उपचार गर्दा प्राय सबै खालका मानसिक रोगहरू निको हुन्छ। यस केन्द्रले प्रत्येक दिन आफ्नो दैनिक तालिका अनुसारको विभिन्न गतिविधिहरूमा मानसिक बिमारीहरूलाई सरिक गराउँदै आएको छ। विकास हुँदै गएको पाइन्छ। मानसिक रोगको उपचार अब धेरै हदसम्म सम्भव छ। प्रभावकारी उपचारका कारण बिरामीको अवस्था सुधार हुने स्थिति छ। उपयुक्त र पर्याप्त ढङ्गबाट उपचार गर्ने हो भने अनुकूल परिणति आउँछ नै। मानसिक रोग अति सामान्यदेखि निको पार्न कठिन हुने सम्मका हुन्छन्। मनोरोगको शङ्का लागेमा मनोचिकित्सक वा मनोवैज्ञानिकहरूसँग सम्पर्क गरी सबैभन्दा पहिले रोगको निदान गर्नुपर्दछ। यसको उपचार सम्भव छ। औषधि, मनोवैज्ञानिक उपचार र परामर्श जस्ता पद्धतिको संयुक्त उपचारपछि मनोरोग चाँडै निको हुन्छ। यस मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रमा सबै प्रकारका मानसिक रोगहरूको उपचार सफलताका साथ हुँदै आइरहेको छ। केन्द्रमा थुनेर वा बाँधेर गरिने परम्परागत उपचार पद्धतिबाट नभई खुला वातावरणमा राखेर उपचार तथा औषधिका साथै परामर्शको माध्यमबाट उपचार गरिने गरिएको छ। बिरामी कुरुवा बस्नु नपर्ने, शारीरिक व्यायाम, योगा आदिको व्यवस्था भएको, पारिवारिक वातावरणमा उपचार हुने, मनोरञ्जनात्मक उपकरणहरू टेलिभिजन, एफएम आदि तथा विभिन्न खेलकुदहरू फुटबल, भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, क्यारम, चेड आदिको व्यवस्था भएको यस केन्द्रको विशेषताहरू हुन्। बिरामी यहाँ राख्दाखेरि गार्जियनहरू बस्नु पर्दैन। हामीले नि हेर्ने हो। 1-2 दिन गाह्रो हुन्छ, त्यसपछि उनीहरू नै अब साथी जस्तै हुन्छ, हाम्रा एउटै फ्यामिली जस्तै हुन्छ। काम गरिदिन्छ, किचनमा गएर कोही हुन्छ नि तरकारी काटिदिने, कोही के गरिदिने, सबै गर्नुहुन्छ उहाँले। अब कोही जुन अस्पतालमा डाक्टर पुष्पप्रसाद शर्मा, डाक्टर ज्यास्मिन लगायतका चिकित्सकहरूबाट उपचार सेवा प्रदान गरिँदै आएको छ। मेडिकल उपचारको साथै योगा, व्यायाम, खेलकुदको व्यवस्था छ। यस अस्पतालमा भने महिला तथा पुरुष बिरामीहरूका लागि अलग अलग वार्डको व्यवस्था पनि गरिएको छ। समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुन्छ। समयमा नै रोगको निदान भई उपयुक्त चिकित्सा प्रणालीका साथ मनोवैज्ञानिक परामर्श गराउने गर्दा प्राय सबै खालका मानसिक रोगहरू निको पार्न सकिन्छ।
सामान्य खालका मानसिक रोग उचित परामर्श मात्रले पनि निको हुने गरेका कारण मानसिक रोगका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनमानसमा जानकारी दिनुपर्ने आजको आवश्यकता बन्न पुगेको छ। मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रले मानसिक रोगी तथा लागु औषध दुर्व्यसनीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवाका लागि कुनै कसर बाँकी राखेको छैन। आफ्ना सेवा सुविधालाई अझै विस्तार गर्दै लैजाने योजनामा रहेको छ यो केन्द्र। आगामी दिनमा आफ्नो उद्देश्य र लक्ष्यमा सफलता हासिल गर्दै अगाडि बढोस् यस मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्र।